सम्पूर्णमा हार्दिक नमस्कार। अहिले चाहिँ म पिपल डाँडामा छु। आज म भिडियो बनाउनुको कारण चाहिँ अहिलेसम्म सहयोग रकम जे जति आएको छ आज सार्वजनिक गर्न खोजिरहेको छु। सहयोग रकम भनेको यहाँ साइडमा रेलिङ लगाउनको लागि हो आएको र सहयोग रकम अझै आउँदैछन्, आइरहनु नै पर्छ र सहयोगदाताहरूको नाम उल्लेख गर्न गइरहेको छु। टार्जन कटुवाल 1515, निखिल कार्की 555, भोगेन्द्र थापा 1111, सुरेश कुमार श्रेष्ठ 500, भुवन थापा 1515, सावित्र लामिछाने श्रेष्ठ 500, कविता तामाङ 500, प्रवीणा राई ढकाल 500, रिजन कार्की 2000, अनिल कार्की हाल मलेसिया 1000, समीर कुँवर 1000, कुलबहादुर कार्की 1505, गोपाल भण्डारी 500, फौदा भण्डारी 1005, ज्ञानबहादुर कार्की 505, विनोद कुँवर 2000, ललिङजन जङ कुँवर 2082, प्रवेश थापा 5000। हालसम्म सङ्कलन भएको रकम भनेको 23293 र हाम्रो धनबहादुर दाजुले म पनि पिपल डाँडाका लागि केही सहयोग गर्छु भन्नुभएको छ। उहाँकै मुखबाट सुनौ कति सहयोग गर्नुहुन्छ। पिपल डाँडामै बसिरहनु भएको छ। दाजु कति सहयोग गर्ने भन्नुभएको थियो? 505। धनबहादुर कार्कीबाट दाजुबाट 505, टोटल भनेको 23798 रुपियाँ पिपल डाँडाका लागि सहयोग भएको छ, जुन रकमले चाहिँ हामी यहाँनिर रेलिङ लगाउनु पर्नेछ। यही महिनाभित्रमा रेलिङ लगाउने भन्ने उद्देश्य राखेका छौँ। हेरौँ कतिसम्म पुरा हुन्छ। हजुरहरूको साथ सहयोग सल्लाहको अपेक्षासहित अहिलेलाई पिपल डाँडाबाट छुटेँ र लाइभ भिडियोबाट छुटेँ। धन्यवाद।